टी20 आईमा कुशलले तोडे दिपेन्द्रको कीर्तिमान। हो दर्शक महानुभाव, नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेलले टी20 आईमा दिपेन्द्र सिंह एरीको कीर्तिमान भङ्ग गरेका छन्। बिहिबार कुवेत विरुद्ध 81 रन प्रहार गर्दै उनी नेपाली टोलीबाट सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी बनेका हुन्। नियमित ओपनर अनिल कुमार शाहले चोटका कारण हङकङमा जारी 4 देशीय टी20 आई सिरिज गुमाएपछि कुशल आफ्नो पुरानै शैलीमा फर्किएका थिए। कतार विरुद्ध 38 रन प्रहार गर्दै नेपालको जितमा महत्त्वपूर्ण भूमिका खेलेका उनले कुवेत विरुद्ध पनि उत्कृष्ट ब्याटिङ गरेका हुन्। 50 बल खेलेका उनले समान 6 चौका र छक्का प्रहार पनि गरेका हुन्। यससँगै उनी मध्यक्रमका दिपेन्द्रको कीर्तिमान पनि भङ्ग गर्न सफल भएका छन्। नेपाली टोलीको जर्सीमा कुशलले 54 इनिङ्स खेल्दै 1 शतक र 10 अर्धशतक प्रहार गरेका छन्। यस्तै दिपेन्द्रले भने उनी भन्दा 12 इनिङ्स बढी खेल्दै 1 शतक र 9 अर्धशतक प्रहार गरेका छन्। दिपेन्द्र कुवेत विरुद्धको खेलमा 31 रनमा क्याच आउट भएका थिए। 12 बल खेलेका उनले 2 चौका र 3 छक्का पनि प्रहार गरेका थिए। यी दुई ब्याटरलाई आसिफ शेखले पछ्याइरहेका छन्। कुवेत विरुद्ध 53 रनको इनिङ्स खेल्दै उनले आफ्नो अर्धशतकको सङ्ख्यामा 7 मा पुर्याएका छन्। यस्तै कप्तान रोहित कुमार पौडेलको नाममा पनि समान 7 अर्धशतक रहेका छन्। नेपाली टोलीका अलराउन्डर खेलाडी हुन् कुशल भुर्तेल। कुशल भुर्तेलको यात्रा नेपाली क्रिकेटमा प्रेरणादायक सङ्घर्षको कथा हो। उनले अहिलेको सफलता पाउन अनेक कठिनाई पार गरेका छन्। आदरणीय दर्शक महानुभाव, कुशल भुर्तेलले यो स्थानसम्म पुग्न के सङ्घर्ष गरे, कस्तो कस्तो कठिनाई भोगे, आउनुस् यो पनि थोरै चर्चा गरौँ। कुशल भुर्तेलको यात्रा नेपाली क्रिकेटमा प्रेरणादायक सङ्घर्षको कथा हो। उनले अहिले सफलता पाउन अनेक कठिनाईहरू पार गरेका छन्। सुरुवातको चुनौतीपूर्ण यात्रा। कुशल भुर्तेल बुटोल रूपन्देहीका हुन्, जहाँ सुविधा सम्पन्न खेल संरचना थिएन। उनको बाल्यकालमा सामान्य क्रिकेट खेल्दै आफ्नो यात्रा सुरु गरे। प्रशिक्षक र संसाधनको कमीका बावजुद उनले आफ्नो खेललाई निरन्तर निखार्दै लागे। पारिवारिक र आर्थिक चुनौतीहरू। पारिवारिक पृष्ठभूमि मध्यवर्गीय भएकाले खेलसँगै आफ्नो जीवनयापन पनि सँगै मिलाउन चुनौतीपूर्ण थियो। धेरै नेपाली खेलाडीहरू जस्तै उनले पनि आर्थिक अभाव, सामाजिक दबाव र भविष्यप्रतिको निश्चितता सामना गरे। राष्ट्रिय टोलीमा स्थान बनाउन कठिनाई। युवा टोली U19 हुँदै उनले राष्ट्रिय टोलीको ढोका ढकढकाए, तर नियमित स्थान बनाउने सङ्घर्ष लामो थियो। कहिले टिमबाट बाहिरिने, कहिले चोटका कारण टाढा बस्नुपर्ने जस्ता कठिन पलहरू उनले भोगे। कोरोना महामारीको असर। 2020 मा विश्वव्यापी महामारीले खेल गतिविधिमा ठूलो असर पार्यो, तर भुर्तेलले यस समयलाई आत्ममूल्याङ्कन र अभ्यासको अवसर बनाए। 2021 मा नेपालले टी20 अन्तर्राष्ट्रिय श्रृङ्खला आयोजना गर्दा उनलाई मौका दिएको थियो। उनले त्यस अवसरलाई यस्तो ढङ्गले सदुपयोग गरे कि लगातार 3 खेलमा अर्धशतक बनाएर एकैचोटि चर्चामा आए। त्यही प्रदर्शनले उनलाई क्रिकेट स्टार बनायो।